हरेक प्रेम कथा आफैमा विशेष हुन्छ, तर केही कथाहरू यस्ता हुन्छन् जुन हाम्रो मनमा सधैँका लागि बस्छन्। ल है त आज एउटा यस्तै सरल तर गहिरो प्रेम कथाको यात्रामा लागौं। यो कथा एउटा सामान्य ठाउँबाट सुरु भयो, तर यसको हरेक पलले एकदमै विशेष अर्थ राख्छ। हरेक कथाको एउटा सुरुवात हुने ठाउँ हुन्छ, हैन? हो, यो कथाको मुहान थियो सागर कलेजको त्यो फराकिलो प्राङ्गण। भन्नुपर्दा यही कलेजका भित्ताहरू, कक्षा कोठाहरू अनि बगैँचाहरू नै यो कहिल्यै नबिर्सिने कथाका पहिलो साक्षी बने। जीवनमा कहिलेकाहीँ यस्तै हुन्छ, साना साना घटनाहरूले नै सबैभन्दा ठूलो मोड लिइदिन्छन्। यो कथाको सुरुवात पनि त्यस्तै एउटा कसैले नसोचेको एकदमै सानो भेटबाट भएको थियो। हो, त्यही सानो भेटले एउटा यस्तो प्रेम कथाको जग बसाल्यो जुन मिठा सम्झनाहरूले भरिपूर्ण छ। आउनुहोस् अब त्यो कथालाई अझ नजिकबाट निहालौं। ल, अब भेटौँ हाम्रो कथाको मुख्य पात्र सूर्यकान्तलाई। ऊ कलेजको पहिलो वर्षको विद्यार्थी थियो। अब नयाँ ठाउँ, नयाँ अनुहारहरूको भिड, त्यो विशाल क्याम्पस, यो सब देखेर उसको मनमा एक किसिमको डर र एक्लोपन भरिएको थियो। अनि एक दिन भयो के भने ऊ लाइब्रेरीतर्फ हतारिँदै जाँदै थियो। अचानक ऊ कसैसँग ठोकिन पुग्यो। हातका किताबहरू भुइँमा छरपष्ट भए र उसको मुखबाट अनायासै निस्कियो, ओहो, माफ गर्नुहोस्। जवाफमा एउटा यस्तो मिठो र मुस्कुराएको आवाज आयो। त्यो कुनै गुनासो थिएन, बरु त्यो आवाजमा एक किसिमको न्यानोपन थियो जसले सूर्यकान्तको ध्यान तुरन्तै खिच्यो। हो, उनी थिइन् अंशिका। उनको हँसिलो स्वभाव, सहयोगी भावना र दयालु मन, सायद यही कारणले होला उनी कलेजमा सबैकी प्रिय थिइन्। र त्यो एकै पलमा सूर्यकान्त पनि उनको त्यो स्वभावबाट एकदमै प्रभावित भयो। अब केही हप्ता बिते, हैन? र फेरि संयोगले उनीहरूलाई एकपटक सँगै ल्यायो। यसपटक एउटा क्लास प्रोजेक्टको लागि। सायद यो उनीहरूको कथाको अर्को अध्यायको सुरुवात थियो। अंशिकाले नै पहिलो कदम चालिन् र सोधिन्, सूर्यकान्त, हामी सँगै यो प्रोजेक्ट गर्ने हो? उनको यो साधारण प्रश्नले सूर्यकान्तको मनमा भने ठूलै हलचल मचाइदियो। उसको मुटु जोरले धड्किरहेको थियो, तर उसले बाहिरबाट आफूलाई शान्त देखाउँदै उत्साहित भएर जवाफ दियो। यो उनीहरूको सहकार्यको मात्र नभई एक गहिरो सम्बन्धको पनि सुरुवात थियो। प्रोजेक्ट त एउटा बहाना मात्र बन्यो, भनौँ न। त्यो बेला उनीहरूले पढाइदेखि लिएर परिवार, फिल्म र सङ्गीतसम्म सायद यस्तो कुनै विषय थिएन होला जसमा उनीहरूले घन्टौँ कुरा गरेनन्। उनीहरू सहपाठीबाट कहिले असल साथी बने पत्तै भएन। उनीहरूको सम्बन्धले एउटा नयाँ मोड लियो जब उनीहरू दुवैले फोटोग्राफिक क्लबको प्रोजेक्टमा सँगै काम गरे। क्याम्पसको त्यो सुन्दर बगैँचा उनीहरूको भेटघाटको नयाँ थलो बन्यो, जहाँ उनीहरूको मित्रता बिस्तारै बिस्तारै प्रेममा बदलिँदै थियो। एक दिन फोटो खिच्दै गर्दा अंशिकाले उत्साहित हुँदै एउटा फोटो देखाइन्। यो उनीहरूको साझा रुचिको एक सुन्दर पल थियो। उनीहरू आफ्नो सृजना सँगै साटिरहेका थिए। अनि ठ्याक्कै यही क्षणमा सूर्यकान्तले अलिकति हिम्मत गरेर त्यो कुरा भन्यो जसले उनीहरूको सम्बन्धको समीकरण नै परिवर्तन गरिदियो। उसको यो सानो वाक्यमा ठूलो भावना लुकेको थियो। सूर्यकान्तको कुरा सुनेर अंशिका मुस्कुराइन् र उनको गालामा हल्का लाली देखियो। त्यो सानो पल, त्यो मुस्कान, त्यसले उनीहरूको सम्बन्धलाई अझ बलियो र एकदमै विशेष बनाइदियो। र त्यसपछि आयो कथाको त्यो महत्त्वपूर्ण क्षण, कलेजको सांस्कृतिक कार्यक्रम। स्टेजको प्रकाशमा अंशिका नृत्य प्रस्तुत गर्दै थिइन् र दर्शकहरूमाझ बसेको सूर्यकान्त उनलाई हेरेर मन्त्रमुग्ध थियो। अंशिकाको प्रस्तुति हेर्दा सूर्यकान्तलाई लाग्यो कि उसले आफ्नो मनको कुरा अब भन्नै पर्छ। तर के त्यो भावनात्मक क्षणमा उसले आफ्नो भावना व्यक्त गर्ने साहस जुटाउन सक्ला त? कार्यक्रम सकिएपछि सूर्यकान्तले आफ्नो सारा हिम्मत जुटाएर अंशिकालाई रोक्यो। उसको आवाजमा इमान्दारी थियो, अलिकति डर थियो, तर त्योभन्दा धेरै प्रेम थियो जब उसले भन्यो, अंशिका, म तिमीलाई लामो समयदेखि मन पराउँदै आएको छु। के हामी सँगै बस्न सक्छौँ? अंशिकाको आँखामा खुसीका आँसु चम्किए अनि उनको जवाफ, त्यो त सूर्यकान्तले सोच्यो भन्दा पनि कति धेरै सुन्दर थियो। यो स्वीकारोक्ति मात्र थिएन, यो त सँगै भविष्यको सुन्दर सपनाको सुरुवात थियो।
त्यस दिनपछि त के थियो र उनीहरूको कलेज जीवन झनै रङ्गीन भयो। पुस्तकालयको पढाइ होस् वा बगैँचाको हिँडाइ, सँगै खाएको खाजा होस् वा साँझको कफी, हरेक पल उनीहरूको प्रेम कहानीको एक अविस्मरणीय हिस्सा बन्दै गयो। समय बित्दै गयो र कलेजको अन्तिम वर्ष पनि आयो। अब उनीहरूको कुराकानी कलेजको प्रोजेक्टमा मात्र सीमित थिएन। उनीहरू आफ्नो जीवनको सबैभन्दा ठूलो प्रोजेक्ट अर्थात् भविष्यको योजना बनाउन थालेका थिए। कलेजको अन्तिम दिन त्यही बगैँचामा बसेर सूर्यकान्तले अंशिकाको हात समाउँदै एउटा वाचा गर्यो। कलेजको यो कथालाई मिठो सम्झना बनाएर जीवनभरको यात्रा सँगै तय गर्ने। अंशिकाले मुस्कुराउँदै जवाब दिन्, जसले उनीहरूको कलेजको प्रेम कहानीलाई जीवनभरको प्रतिबद्धतामा बदल्यो। हो, यो अन्त्य थिएन, यो त एउटा नयाँ र अझ सुन्दर कथाको सुरुवात थियो। सागर कलेजका गल्लीहरू, पुस्तकालय र बगैँचाहरू उनीहरूको प्रेमको साक्षी बने। यो कथाले हामीलाई सोच्न लगाउँछ, होइन त? आखिर हरेकको जीवनको सबैभन्दा ठूलो कथा कहाँबाट र कसरी सुरु हुन्छ?